यहाँ चाहिँ राष्ट्रिय निकुञ्जमा छौँ। यहाँ चाहिँ हामी चाहिँ हेलो गाइज, आज चाहिँ म शुक्लाफाटाको यहाँ रहेको चितुवा देखाउन जाँदैछु। सबैजनाले भिडियो हेर्नु होला। वेलकम टु माई भ्लग। हामी राजन हेर शुक्लाफाटा निकुञ्जमा तपाईँले पनि आएर अब्जर्भेसन गर्न सक्नुहुन्छ। आजभोलि चाहिँ भिजिटको लागि चाहिँ बन्द छ, टिकटहरू बन्द गरिएको छ। शुक्लाफाटा राष्ट्रिय निकुञ्ज भिजिटको लागि चाहिँ आजभोलि बन्द छ, किनभने यो बर्सातको मौसममा। त्यही भएर हामी चाहिँ तपाईँलाई बाँकी अरू केही नभए नि त्यो भवनमा गएर चितुवा देखाउनेछौँ। सुत्या हुन्छ अरे, सुत्न चाहिँ सुत्या हुन्छ अरे। अब हेरौँ के कस्तो हुन्छ। अब बाहिर भएपछि हामी देखाउने छौँ। अब भित्रै भए त कसरी देखाउनु र खै। हामीले बाइक चाहिँ उता पार्किङ गरेर आएका छौँ। बाइक यहाँ नल्याउनु, किनकि यहाँ धेरै हिलो छ नि त, बाइक ल्याउन सकेनौँ। त्यही भएर चाहिँ हामी चाहिँ तपाईँलाई प्रत्यक्ष रूपमा देखाउनका लागि आएका छौँ। र तपाईँ पनि भिडियोलाई लाइक कमेन्ट सेयर गर्नुहोला। शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट म तपाईँसँग जोडिएको छु। यहाँ भिडियो बनाउँदा बनाउँदा यहाँ हेर त जुत्ता खत्तम भयो। लो यहाँ चाहिँ चितुवा छ भनेर आएका मान्छे बोबीले अर्कोमा जाँदैछौँ। खालि मासु पकाउँदै गरेको देख्यौँ हामीहरूले। मासु चाहिँ डेली खाने रहेछन् कि क्या हो मलाई लाग्छ, किनकि अब यहाँ के भनौँ, अब बुझिहाल्नुहुन्छ तपाईँ मासु कहाँबाट कसरी हुन्छ भन्ने कुरा। यो सानो खाट छ नि यहाँनिर, यसको भित्र छ पुच्छर देखिया छ, पुच्छर देखिया छ, अरू चाहिँ देख्न सकिएन। आयो आयो नानु गयो रहेछ यार, भित्र गयो गाई नानु। यो साडा गइगयो भित्र, नानु गयो रहेछ यार। यो